अहिले नगरे कहिले गर्ने मैले भोलि 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 भन्दै आफ्नो मनलाई ठगिरहेको थिएँ कि शान्त बनाएर हुन्छ क्या पहिला जस्तो छैन अब त गाह्रो हुने यार अलिकति बोल्न पनि सबैको अगाडि अलिकति लाज लाग्ने ग्यास पनि घर त्यसमा मलाई हरेक कुरा टाइम सिचुएसन मिलेन त्यही भएर अलिकति घाटा बिहेर्नु पऱ्यो त्यो पनि बेचेँ मैले होइन त्यही भएर पनि टाइम मिले होइन कि मलाई त हरेक कुराहरू म्यानेजमेन्ट गर्दा 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 आफै खुस्किसकेँ आफैलाई पनि थाहा थिएन केही छैन एकचोटि फेल हुँदैमा म आफूले फेलियर्स भन्दैन म 10 चोटि फेल भए पनि म उठेर हिँड्न सक्ने क्षमता छ म भित्र उठेर म फेरि पनि गर्न सक्छु भन्ने क्षमता छ त्यो भयो भने चाहिँ हुन्छ गाइज हेलो एभ्रिवान स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा पहिलाकै जस्तो जोस जागर अनि फुल इनर्जीका साथ म फेरि तपाईँको बिचमा आइसकेको छु ठ्याक्कै मैले 1.5 वर्ष भयो भ्लगिङ छोडेको सो केही सिचुएसनहरू थियो केही समस्याहरू थियो होइन त्यही भएर मैले छोडेको थिएँ सो मैले हिजो बेलुका चाहिँ यसो याद आयो मैले सोचेँ कि होइन आज नगरे कहिले गर्ने होइन अहिले नगरे कहिले गर्ने मैले भोलि 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 भन्दै आफ्नो मनलाई ठगिरहेको थिएँ कि शान्त बनाइरहेको थिएँ होइन तर गर्ने काम जुन गर्नुपर्ने काम हो नि त्यो मैले गरेकै थिएन सो अब मैले हिजो बेलुकादेखि सोचेँ बाइक होस् नहोस् आजैदेखि स्टार्ट गर्छु भनेर सो ठ्याक्कै 1.5 वर्ष भयो तै पनि अब धेरै कुराहरू कन्फ्युजन हुन्छ भिडियो बनाउँदाखेरिमा केही छैन तर पनि जे जति छ प्र्याक्टिस होइन जारी छ अब अरू कुरा के भन्दाखेरिमा अब हिजो फेरि होली हो हिजो होली थियो पहाडी होली थियो आज तराईको होली छ सो आज पनि होली छ अब होलीमा खै के कस्तो रमाइलो हुन्छ हेर्दै जाऊँ र अब अर्को चाहिँ मेरो काम छ कि मेरो बाइक चाहिँ बन्दैछ बाइक बनेर रेडी भएको छैन बाइक भर्खर बन्दैछ सो त्यो बाइक हेर्न पनि जाऊँ अनि त्यसपछि दिदीको घर बन्दैछ घरमा चाहिँ के कतिको काम भइरहेछ त्यो पनि हेर्न जानुपर्ने छ मैले सो लेट्स गो अहिलेलाई चाहिँ अरू कुरा के भन्दाखेरिमा त्यही हो आफूले जुन कामलाई निरन्तरता दिन सक्यो त्यो नै सबभन्दा बेस्ट हुन्छ होइन त्यही भएर चाहिँ छोड्नु चाहिँ हुँदो रहेछ छोडेको छ भने पनि अहिले भर्खरदेखि नै स्टार्ट गर्न एकदमै बेस्ट हुने रहेछ कि लेट्स गो अहिलेलाई चाहिँ आज चाहिँ यो चाहिँ स्विटी साथीको स्विटी मैले यसो आएर ल्याएको छु भनेको एक हातले गरिदिनु सो त्यही हो अब ठ्याक्कै बाइकमा जान्छु अब हेलमेट अर्को स्कुटी हो क्या मैले यसो चेक गर्नुको ल्याएको होइन 2-4 दिन चेक गर्न आएको थिएँ मैले त्यही ठ्याक्कै मैले अब 2-4 दिन मेरो बाइक बनाउनुसम्म चाहिँ चलाउने कन्टेन्टको अहिले चाहिँ ठ्याक्कै म चिया खान जानु लाग्यो होइन चिया बिहान खाएन भने त मेरो त मोडै आउनुहुन्न है डक्क चिया खान जानु लाग्यो अहिले चाहिँ म ठ्याक्कै अब यहाँ पर ल्याङ गर्छु होइन अब हात चाहिँ गर्नुपर्छ बाइक हेर्न जाँदैछु होइन बाइकको काम चाहिँ कतिको भइरह ठ्याक्कै हेरेर म चिया आउँदैछु अनि बाइकको काम त भएकै छैन सुरु नै गरिरह होइन तै पनि अब एकछिन गर भनेर त आउनु पर्यो नि त त्यही भएर झट्ट बाइक हेर्न जानु नजिकै छ भैरवस्थान नजिक हो ठ्याक्कै जानुपर्ने चाहिँ टीमा चाहिँ हुनुपर्छ यही हो बाइक चाहिँ बनाउनु मैले के बनाउनु छ बाइकलाई टक्कै मोडिफाई दाम गराउने भन्ने जानिदेऊ क्या त्यो ओल्डिङ हानेर त्यो म जुगाड गरिहाल्छु यो मलाई स्टार्ट भएर ट्याङ्की फिट भएर स्टार्ट हुने बनाइदेऊ अरू म आफै गरिहाल्छु अरू वेल्डिङ हान्ने मोडिफाई हान्ने सब आफै ट्याक्कै सो यो सामान ल्याउने भइसक्यो अब सामान ल्याएर रेडी गर्नुपर्छ यो चाहिँ बाइक बन्न रेडी हुन लाग्यो सामानहरू यहाँ चाहिँ यसको अरू छ त्यही रहेछ मार अब झ्याप्पै आज हुन्छ होला रेडी
अब बाटोमा चलाएर ल्यायो भने फेरि जाम हुन्छ कि केटामेडे साउना हुन्छ, त्यही भएर चाहिँ मैले ठ्याक्कै यहीँबाट स्टार्ट गरिदिइरहेको। यहाँ अलिकति काम थियो होइन, यहाँ चाहिँ अलिकति के भन्नाले यहाँ डाइसाई बनाउनु पर्ने भन्ने थियो, त्यही भएर चाहिँ यो चाहिँ हाम्रो दिदी घर हो होइन, यहाँ बन्दैछ अझै माथि 1.5 तला बन्दैछ होइन। अनि ढक्क म चाहिँ ठ्याक्क साइडहरू हेर्न आएको कि यतातिर कतै छ कि स्टिल एल्युमिनियमको च्याप मिल्छ कि भनेर आएको यतातिर हेरेर जानुपर्ने हुन्छ। अब त्यही हो, कन्फिडेन्स पनि अलिक कम हुन्छ क्या यार, पहिला जस्तो त छैन अरे। अब त गाह्रो हुने यार, अलिकति बोल्न पनि सबैको अगाडि अलिकति लाज लाग्ने जस्तो हुने, अनि अलिअलि लाज लाग्ला जस्तो हुने कि होइन, अनि गाह्रो हुने कि बोल्न पनि। धेरै भयो नि त नगरेको, त्यहाँ मिस्त्री पनि धेरै छन्, त्यता यता छ कता उता हिँड्दैछ नि त कालो लगाएर त्यहाँनिर, त्यो चाहिँ मिस्त्री हो। त्यो गाह्रो हुने यार बोल्न पनि मागेको छ होइन। यहाँ चाहिँ अब के छ यसो हेर्न आएको म, केही छैन अब रिस्टार्ट गर्ने गाइज होइन। म कन्फिडेन्स चाहिँ हुनुपर्दो रहेछ, अनि सो कन्टिन्यू चाहिँ दिनुपर्छ है। यस्तो छ माथिबाट भ्यू। सो यहाँ माथि अझै 1.5 तला बन्न बाँकी छ, यसो हेर्न आएको। म त अब मैले चाहिँ अब पछि बाइक बनाएँ भने चाहिँ, बाइक रेडी भयो भने चाहिँ हामीले चिलमा के भन्छ अगाडि त्यो मोबाइल होल्ड गर्ने त्यस्तो सबै अब सामानहरू आउँछ, अनि त्यसले गर्दा हामीलाई अलिक इजी पनि हुन्छ। अनि त्यस्तो गर्दा चाहिँ पछि प्रोफेसनल हिसाबले गर्न सकिन्छ। अहिले चाहिँ मैले ट्राई गरिदिइरहेको, ट्राई गर्दा पनि मैले एकछिन अब यत्रो भएन गरिहालौँ न, आजैदेखि स्टार्ट गर्नु, किन बाइकको प्रतीक्षा बस्ने, कति टाइम लाग्न सक्छ होइन, त्यो भन्ने हिसाबले हो। सो भिडियो कस्तो लाग्छ तपाईँले कमेन्ट गर्नु होला। अलिक ठुलो लाग्यो जस्तो मेरो पहिला भ्युज आउँथ्यो त्यस्तो त आउँदैन मलाई थाहा छ, बट त्यही पनि केही छैन, अहिले स्टार्ट गरेन भने त पछि पनि त्यही हो नि त भ्युज आउने त। अहिले बिस्तारै दिइराख्नुपर्छ जस्तो लाग्छ। पर्सि इलेक्सनको पनि भिडियो हुन्छ है, चुनावको दिनको पनि भिडियोहरू हाल्छु म। चुनावको दिन चाहिँ के कस्तो माहौल हुन्छ यतातिर हेर्नु परेन, अनि बालेन शाहलाई जिताउनु पऱ्यो होइन। मेरो चाहिँ भोटिङ कार्ड छैन कि, त्यही भएर चाहिँ अलिकति चुनावमा भोट हाल्न पाइने भयो। मैले पहिला मेरो हुन्थ्यो, कसरी भन्दाखेरि मैले भरेन कि फर्मसम केही भरेन। यस्तै म तपाईँलाई थाहा छ कि छैन, म बिचमा ग्यारेज गरिरहेको थिएँ, ग्यारेज मैले पसल पनि खोलेको थिएँ, कतिलाई थाहा होला, कति धेरैलाई थाहा छैन होइन। ग्यारेज पनि गरेको थिएँ होइन, तर त्यसमा पनि मलाई हरेक कुरा टाइम सिचुएसन मिलेन, त्यही भएर अलिकति घाटा बिहोर्नु पऱ्यो, त्यो पनि बेचेँ मैले होइन। त्यही भएर पनि टाइम मिल्यो होइन कि मलाई त हरेक कुराहरू म्यानेजमेन्ट गर्दा आफै खुस्किसकेँ, आफैलाई पनि थाहा थिएन, त्यो स्थितिमा पुगिसकेको थिएँ कि म त। अनि सब कुरा छोडेर अहिले चाहिँ मैले चाहिँ अब स्टिल एल्युमिनियमको गर्छु, आफ्नो व्यवसायभित्रको जे छ छँदैछ। सो अब ब्लगिङ चाहिँ मैले गर्छु जसरी भए पनि भन्ने हिसाबले चाहिँ मैले स्टार्ट गरेको हो। अनि केही छैन, एकचोटि फेल हुँदैमा म आफूलाई फेलियर्स भन्दैन, म 10 चोटि फेल भए पनि म उठेर हिँड्न सक्ने क्षमता छ म भित्र, उठेर म फेरि पनि गर्न सक्छु भन्ने क्षमता छ। त्यो भयो भने चाहिँ हुन्छ गाइज। अब जानुपर्छ म चाहिँ, यहाँ चाहिँ मैले हेर्छु म एकछिन के सामान चाहिँदैछ भनेर। हेरेँ अब त्यहाँ मिस्त्रीहरू पनि आइसकेको छैन, कुरासुरा गरेँ। म यता साइडतिर हेर्न जान्छु कि, साइडतिर यसो काम मिल्यो भने त झ्याप्प भइहाल्छ नि त, कुरा गर्ने स्टाइल पनि हुनु पऱ्यो। मेरो कुरामा फेरि मक्ख हुन्छन् क्या साइडको मान्छेहरू, मक्ख हुन्छन्। मैले एकचोटि गफ हान्न पाएँ भने त्यो काम स्योर हो, 95% मेरै हो। त्यही हो, अब खासै विशेष चाहिँ केही छैन ब्लगमा, त्यही पनि बनाऊँ भन्ने चाहिँ मेरो हो है। अनि त्यही भएर सो पछि चाहिँ मैले बाइक कतिको बन्छ बेलुकासम्म त्यो पनि देखाउँछु। अनि अहिले चाहिँ उता जाँदैछु साइड हेर्न। सो लेट्स गो साइड हेर्न। सो आज नि बाइक बनेन, गाह्रो छ यिनीहरूले। हेमा बाइक किन्ने मान्छे आइरहेको क्या, उ गर्नु पर्यो, बनाउनु पर्यो। भोलि आजै यो हेरेर रेडी गरिदिनु, अनि बाँकी चाहिँ कहिलेसम्म हुन्छ। भोलि जति सामान चाहिन्छ म भनिदिन्छु। ए बाइक खोल्ने नखोल्ने मिस्त्री भइसकेपछि बनाउनु परेन, कस्तो रहने। यसको नटबोल्ट केही छँदै छैनन्, कहाँ के छ सबै जुगाड गरेर बनाउने भने मैले ल्याउनु पर्यो छ। टिपेर दिनु पर्यो त, अनि उसलाई थाहा हुन्छ भने साउलाई टिपेर दिनु परेन। आज पनि बनेन, अब सामानहरू त सब आहा। म तपाईँलाई अपडेट दिन्छु यसको चाहिँ। अब भोलि पर्सिसम्म रेडी गराउनु पर्छ यसलाई चाहिँ।
मलाई त्यो 2-3 दिनमा जानेवाला छ कि त्यो स्कुटी, त्यही भएर। सो थ्याङ्क यू सो मच गाइज यति माया सपोर्ट गरिदिएकोमा अनि अन्तिमसम्म भिडियो हेरिदिएकोमा। सो नयाँ भिडियोमा फेरि भेट्नेछौँ एन्ड सबलाई धेरै धेरै धन्यवाद। र म फेरि रिटर्न ब्याक भएको कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला। अनि सो थ्याङ्क यू सो मच अललाई, माया छ। सो यस्तरी नै भिडियोहरू आउँदै गर्छ, धेरै नै आउँछ, अब त अनलिमिटेड आउँछ। सो थ्याङ्क यू सो मच अल।